सुजी चाहिन्छ बुढो पिठो चाहिँ अलिक साह्रो भएछ कि हेलो गाइस वेलकम टु माई युट्युब च्यानल आज चाहिँ हामीले घरमै होममेड पानीपुरी बनाउँदैछौँ त्यसको लागि चाहिँ मैले यहाँ डो बनाउँदैछु यसमा चाहिँ यता देखाउनु त यसमा चाहिँ हामीले आधा कप सुजी आधा कप मैदा र आधा कप आटा मिसाएर डो बनाउँदैछु यसलाई चाहिँ 1-2 घन्टासम्म ढाकेर राखिदिने अनि पुरी फुलाएपछि यसलाई चाहिँ 1-2 घन्टा ढाकेर राखिदिन्छौँ अनि त्यसपछि हजुरहरूलाई देखाउँछु कस्तो बन्छ फाइनली मैले चाहिँ डो बनाएर राखिसकेँ अब त्यसलाई चाहिँ 1-2 घन्टासम्म छोपेर राखिदिन्छु अनि त्यसपछि पानीपुरी रेडी हुन्छ म चाहिँ भिडियोग्राफरहरू भिडियो खिचिदिँदैछु अनि आज चाहिँ हाम्रो स्पेसल भनेको के पानीपुरी होममेड त्यो पनि घरमै पुरी फुराएको होममेड पानीपुरी खाँदैछौँ हामी चाहिँ के गरिरहेको छौ हामीले चाहिँ अब यो डो बनाएर राखेको थियौँ त्यसलाई चाहिँ मैले बेल्दैछु तर फुट्छ कि फुट्दैन भन्ने कुरा पानीपुरीको लागि चाहिँ हामीले रेडी गरिसकेका छौँ यो अब यहाँ बेल्दैछन् अब यति पिठो छ होइन यति हो पहिला यति ट्राई गरौँ त्यसपछि भयो भने त झन् एक्साइटेड भइन्छ बनाउन भएन भने चाहिँ हिस्सै हुन्छ भयो भने चाहिँ मिठो पनि हुन्छ होइन दामी पनि हुन्छ फेरि पनि हामी ट्राई गर्छौँ तर अहिलेलाई चाहिँ यति पिठोले चाहिँ ट्राई गर्छौँ तर यतिले पनि धेरै बन्छ कि अब त्यहाँ त्यति छ अनि तेल हालेर पनि रेडी सेडी भइसकेको छ अब तात्दैछ तेल चाहिँ ग्यासमा है के भयो अहिले त बाफ्रे खतरा हुने भयो त पुरेन नि त बुढो तर फुट्छ फुट्दैन कि तर दामी हुनु पर्ने आधामा हालेर खाने जस्तो भयो त अहिले त आधामा हाल्ने ट्याक्कै खाने फोरेर अझै पातलो बेल्नु पर्यो है ले बाक्लो बाक्लो भएछ यहाँ लेयर मोटो हो नि त त्यही भएर तर यो चाहिँ अलि फुट्छ क्या फुट्न त यस्तै त हो नि तर अझै यो यो तेल अझै खराउनु पर्यो कि अझै धेरै तातो गर्नु पर्यो नत्र छिटो गरेर त्यो भएर हुनु त तर फुट्न त फुट्छ मजाले अझै तातो बनाएर अनि अझै पातलो बनाउनु बेल्नु पर्यो है खाना चाहिँ पाइन्छ तर कस्तो खान पाइन्छ मिठो खानु पाइन्छ मिठो डिपेन्ड गर्छ वाह कति राम्रो हो यो त यार केमा हालेर खाने तरकारी हालेर पानी नि हाल्नु मिल्दैन होइन यो उसमा बनाउनु मिल्छ नि त त्यही पानीपुरीको मसलाको भुजुरी हाल्नु मिल्छ यतिको त हाम्रो नि हाल्यो नि अझै पातलो रोप्न बन्छ भन्नु त भिडियो हाल्यो नि त्यत्तिकै अथाह ट्राई पछि भयो बन्दैन भनेर हुन्छ अहिले दोस्रो तेस्रो चौथोमा यस्तो छ अहिले चाहिँ भने यार पातलो बेल्नु पर्दो रहेछ होइन लास्टै पातलो बेल्नु त्यही भएर अब चाहिँ खानु पाइएला अब चाहिँ हामी गराउँछौँ धेरै भिडियो मात्र खिचेर नि भएन अब चाहिँ हुन्छ होला हाम्रो ट्राईमा चाहिँ ओहो अब चाहिँ खानु पाइने रह्यो मिठो पानी पऱ्यो नो डाउट अहिले त दामी भयो है बरु मुखा पो अटाउँछ कि नै यत्रो त फोरेर खाने नि त मोमो खाए जस्तो अरे आधा खाने अनि फेरि आधा म त हेर त दामी भयो यार सही भयो नि त हो सही भन्दा नि यार ठै भयो अहिले चाहिँ 5:30 बजिसकेको छ धेरै बेर पानीपुरी बनाउनलाई सङ्घर्ष गऱ्यौँ तर सकेनौँ यति धेरै सङ्घर्ष गऱ्यौँ कि त्यो पानीपुरी बन्नै सकेन अनि त्यो भएर हामीले के निर्णय लियौँ भन्दाखेरि त्यो त्यत्तिकै खाइदियौँ भिडियो पनि बनाउनु बडा निराश सहित त्यसपछि हामीले अहिले 5:30 बजेतिर चाहिँ अनि अहिले चाउचाउ खानु लागेको छौँ करेन्ट बनाएको छौँ अब हामी करेन्ट खान्छौँ करेन्ट चाहिँ सजिलो छ
छिटो बनाउन पनि सजिलो खान पनि सजिलो होइन र के कसो हो तर हामीले त्यो नफुरेको पनि खायौँ है। अहिले चाहिँ बल्ल मिठो देखियो हो नफुरेको पुरै नै खाइयो तर अघि नै खाइयो होइन मिठै थियो तर बन्न सकेन कि 4-5वटा चाहिँ फुरियो त्यसपछि फुरिएन खै किन फुरिएन त्यो थाहा भएन युट्युबमा हेरेर अरूले गराएको भिडियो हेरेर अनुसन्धान गर्छौँ त्यसपछि चाहिँ बरु ट्राई गरौँला एकदम तर आज ठिकै छ योभन्दा नगरौँ भनेर चाहिँ हामीले अहिले चाउचाउ खान लागेको छौँ 3 ठाउँ पनि हालेको छौँ अनि अब चाउचाउ खान्छौँ यो पिरोको धुलो करेन्टको धुलो हालेर अनि पिरो गराएर चाहिँ हामी खान्छौँ दिन्छु म पिरो धेरै खानेहरूलाई। यु क्यान सी तपाईँलाई धेरै हाल्दैन होइन ठिक छ यतिको म चाहिँ करेन्ट खाँदैछु। के पछि पानीपुरी बनाउन नसकेको अथाह प्रयासपछि चाहिँ करेन्ट गराएर खाम सजिलो र छिटो खाने तरिकाले चाहिँ हाम्रो करेन्ट खान लागेको छौँ मेरो पनि यहीँ छ तर म चाहिँ फ्रुटी खाँदिनँ खास चाहिँ त्यो भएर खाँदिनँ चिसो चाहिँ जाडोमा चिसो हुन्छ त्यो भएर उसले चाहिँ सकिसक्नु